हेलो साथीहरू, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ तपाईँहरूको लागि आज एउटा सानो इन्फर्मेसन भिडियो लिएर आएको छु। प्लिज ध्यान दिएर सुन्नु होला। विशेष गरी फेसबुकमा नयाँ काम गरिराख्नु भएको छ जो साथीहरूलाई पनि कन्टेन्ट मोनेटाइजेसनको टुल मिलेको छैन, यो भिडियो चाहिँ तपाईँहरूको लागि प्लिज ध्यान दिएर सुन्नु होला। सबभन्दा पहिले त तपाईँहरू कन्टेन्ट मोनेटाइजेसनको पछाडि नभाग्नुहोस् के। जो साथीहरू पनि कन्टेन्ट मोनेटाइजेसनको पछाडि भागिराख्नु भएको छ भने त्यो चाहिँ नगर्नुहोस् के, पटक्कै नगर्नुहोस् के। तपाईँहरू ओरिजिनल कन्टेन्ट लिएर आउनुहोस्, स्ट्रङ कन्टेन्ट लिएर आउनुहोस्, आफ्नो भोइसमा भिडियो बनाउनुहोस्। त्यसपछि फेसबुकले आफै कन्टेन्ट मोनेटाइजेसनको टुल दिन्छ के। हामीहरू के सोच्छौँ भनेपछि नै भ्युज टन्न गयो, फलो टन्न भयो भन्दैमा फेसबुकले कन्टेन्ट मोनेटाइजेसनको टुल दिने होइन क्या। आजभोलि देखिराख्नु भएको होला तपाईँहरूले पनि 2000, 1000, 1500, 3000मा कन्टेन्ट मोनेटाइजेसनको टुल दिइरहेछ क्या फेसबुकले। त्यो टुल चाहिँ कसरी दिइरहेछ भने तिनीहरूको ओरिजिनल कन्टेन्ट छ भने पछि मात्र दिन्छ कि। त्यही भएर तपाईँहरू ओरिजिनल कन्टेन्ट लिएर आउनुहोस् अनि स्ट्रङ कन्टेन्ट लिएर आउनुहोस्। अन्त क्वालिटी राम्रो हुनु पऱ्यो भिडियोको चाहिँ। त्यसपछि फेसबुकले चाहिँ तपाईँहरूलाई कन्टेन्ट मोनेटाइजेसनको टुल दिने हो कि। तपाईँहरू यो सोचिराख्नु भएको छ भने जो साथीहरूको पनि कन्टेन्ट मोनेटाइजेसनको टुल आइसक्यो तिनीहरूले चाहिँ टन्न पैसा कमाइसक्यो भनेर सोचिराख्नु भएको छ भने त्यो चाहिँ तपाईँहरूको गलत फेमी हो कि। त्यो कसरी आउँछ त्यो पैसा भनेपछि भ्युज राम्रो जानु पऱ्यो, रिच आउनु पऱ्यो, त्यसपछि मात्र पैसा आउने कुरा हो नि। अब कन्टेन्ट मोनेटाइजेसन पायो, जस्तो पायो त्यस्तो भिडियो हालिदियो, यो भिडियो त्यो भिडियो जस्तो पायो त्यस्तो भिडियो हालिदियो भने फेसबुकले त्यो कपिराइट दिन्छ कि। त्यो भिडियो चाहिँ मोनेटाइज भइसकेपछि कपिराइट दिन्छ। त्यही भएर तपाईँहरू ओरिजिनल कन्टेन्ट दिनुहोस्, राम्रो कन्टेन्ट लिएर आउनुहोस्। फेसबुकले आफै तपाईँहरूलाई कन्टेन्ट मोनेटाइजेसनको टुल दिन्छ कि। एउटा कुरा चाहिँ यो हो, ध्यान दिनुपर्ने। अनि अर्को कुरा चाहिँ म तपाईँहरूलाई के भन्छु भने मैले 3-4वटा भिडियोहरू देखाएको थिएँ। ग्रुपमा सेयर गर्नुहोस् भिडियो। तपाईँहरूको भिडियो ग्रुपमा सेयर गऱ्यो भने रिच आउँछ, फलो आउँछ, भ्युज आउँछ भनिराख्नु भएको छ भने त्यसको पछाडि चाहिँ नलाग्नुहोस् के। ग्रुपमा सेयर गर्ने काम कहिले पनि नगर्नुहोस् कि। तपाईँहरू ग्रुपमा सेयर गऱ्यो भने ग्रुपमा सेयर गर्ने बित्तिकै भ्युज आउने हो। ग्रुपमा सेयर गऱ्यो भने मात्र भ्युज आउने हो। ग्रुपमा सेयर गऱ्यो भने मात्र रिच आउने हो। त्यही भएर तपाईँहरू ग्रुपमा सेयर गर्ने काम त पटक्कै नगर्नुहोस् कि। तपाईँहरू त्यो अरूले भनिरहेछ, यसले भन्यो उसले भन्यो भन्दैमा ग्रुपमा सेयर गर्ने काम पटक्कै पनि नगर्नुहोस् कि। ग्रुपमा सेयर गऱ्यो भने ग्रुपमा सेयर गर्ने बेला मात्र आउँछ कि भ्युज तपाईँहरूको, त्यसपछि भ्युज पटक्कै आउँदैन। त्यही भएर ओरिजिनल कन्टेन्ट लिएर आउनुहोस्, ग्रुपमा सेयर भिडियो गर्दै नगर्नुहोस्। तपाईँहरू ग्रुपमा सेयर गऱ्यो भने ग्रुपमा सेयर गर्ने बेला मात्र आउँछ है। यो कुरा चाहिँ तपाईँहरूले ध्यान दिनुपर्ने कुरा। अर्को चाहिँ के हो भने तपाईँहरू नयाँ हुनुहुन्छ भने, फेसबुकमा नयाँ काम गर्ने तयारीमा हुनुहुन्छ, फेसबुकमा काम गर्छु भनेर सोचिराख्नु भएको छ भने आउनुहोस् के। आफ्नो ट्यालेन्ट, तपाईँहरूसँग ट्यालेन्ट छ भने त्यो देखाउनुहोस् के। फेसबुक यस्तो राम्रो प्लेटफर्म बनेछ आजभोलि चाहिँ, राम्रो ट्यालेन्टहरू बिग्छ क्या यता। त्यही भएर तपाईँहरू आउनुहोस्, फेसबुकमा काम गर्नुहोस्, मजाले काम गर्नुहोस्, खुलेर काम गर्नुहोस्। त्यसले के भन्छ उसले के भन्छ त्यसमा चाहिँ नजानुहोस् के। आफ्नो ट्यालेन्ट देखाउनुहोस्, काम गर्नुहोस्। अनि यो भिडियो चाहिँ मन पऱ्यो भने लाइक कमेन्ट गर्न चाहिँ नबिर्सनु प्लिज। थ्याङ्क यू।